सो फेयर भ्यालु ग्याप चाहिँ म प्राय हरेक मेरो ट्रेडमा चलाइरहेको हुन्छु र मेरो इन्ट्री चाहिँ फेयर भ्यालु ग्यापमै पुरै बेस्ड छ र फेयर भ्यालु ग्याप चाहिँ के हो भनेर आज म तपाईँहरूलाई बताउन गइरहेको छु। सो भिडियो ध्यान दिएर हेर्नु होला। सो गाइज लेट्स स्टार्ट। सो बेसिकली फेयर भ्यालु ग्याप भनेको चाहिँ के हो त? यो यसरी ड्रइङबाट बुझ्नु पर्दाखेरि चाहिँ फेयर भ्यालु ग्याप भनेको चाहिँ यसरी बिचमा बनेको ग्याप, तीनटा क्यान्डल हुन्छ र तीनटा क्यान्डलमा फर्स्ट र थर्ड क्यान्डलको बिचमा भएको ग्यापलाई चाहिँ हामी फेयर भ्यालु ग्याप भनेर बुझ्न सक्छौँ। यो चाहिँ एउटा इम्ब्यालेन्स हो र यो किन इम्पोर्टेन्ट छ भन्दाखेरि यसले चाहिँ इन्स्टिट्युसनल अर्डर फ्लोहरू चाहिँ मार्केटमा इन्भल्भ भएको छ भनेर चाहिँ देखाउँछ हामीलाई। सो मेन फेयर भ्यालु ग्यापले चाहिँ के भन्छ त भन्दाखेरि, हामीलाई के बताउँछ त भन्दाखेरि, यहाँनिर चाहिँ हाई भोल्युम आएको थियो मार्केटमा, इन्स्टिट्युसनल अर्डर फ्लो आएको थियो, इन्स्टिट्युसनहरू मार्केटमा घुसेको थियो भनेर एउटा यो ब्लु प्रिन्ट हो ग्याप भनेको चाहिँ। र यो बेलामा चाहिँ रिटेल ट्रेडरहरू चाहिँ कोही पनि छिर्न पाएन र यो ग्यापले चाहिँ एउटा रिटेल ट्रेडरहरूलाई चाहिँ फेयर भ्यालु प्रोभाइड गर्न खोज्छ अथवा गरेको हुन्छ र यो जोनमा चाहिँ रिटेल ट्रेडरहरूलाई चाहिँ बाई गर्ने एउटा मार्केटले चान्स दिन्छ र यहाँनिर बाई गर्ने चान्स दिएपछि चाहिँ यहाँ प्राइस एकचोटि आउँछ र यो बेलामा चाहिँ हाम्रो रिटेल ट्रेडरको काम भनेको किन्ने हो र प्राइस चाहिँ यो जोनमा आइसकेपछि प्राइस चाहिँ हाई भोल्युमको साथ फेरि माथि जान्छ भनेर चाहिँ यो ग्यापले जनाउँछ। र अर्को बेयरिस फेयर भ्यालु ग्यापमा चाहिँ के हुन्छ त भन्दाखेरि यहाँनिर चाहिँ एउटा ह्युज सेलिङ आएको छ र यहाँ चाहिँ इन्स्टिट्युसनहरूको चाहिँ हात छ यो एउटा मुभ आउनमा र यहाँनिर चाहिँ रिटेल ट्रेडरहरू छिर्न पाएन। त्यही भएर यो ग्यापमा चाहिँ एकचोटि प्राइस आउने छ र रिटेल ट्रेडरहरूको सेल अर्डर फिल गरेर चाहिँ प्राइस इभेन्चुअली तल जान्छ भनेर बुझाउँछ यो ग्यापले चाहिँ। सो बुलिस र बेयरिस फेयर भ्यालु ग्याप छुट्याउनलाई हामीलाई चाहिँ फर्स्ट र थर्ड क्यान्डल जे भयो नि हामीलाई मतलब भएन, त्योसँग सरकार भएन। यो बिचको क्यान्डल चाहिँ बुलिस भए बुलिस फेयर भ्यालु ग्याप हुने भयो, अथवा बिचको क्यान्डल चाहिँ बेयरिस भयो भने चाहिँ त्यो चाहिँ एउटा बेयरिस फेयर भ्यालु ग्याप हुने भयो। सो अब कुनै पनि बुलिस र बेयरिस फेयर भ्यालु ग्याप चाहिँ कसरी आइडेन्टिफाई गर्ने भनेर हामी चार्टको थ्रुबाट बुझ्न खोज्छौँ र अर्को कुरा भनेको यो चाहिँ कसरी युज हुन्छ भनेर चाहिँ, अथवा फेयर भ्यालु ग्यापले चाहिँ कसरी काम गर्छ भनेर चाहिँ हामी चार्टको थ्रुबाट बुझ्न खोज्छौँ। सो अघि मैले भने जस्तै बुलिस फेयर भ्यालु ग्याप चाहिँ बिचमा ग्रिन हुनेछ। यो दुईवटा क्यान्डल बिचमा इम्ब्यालेन्स देख्यौँ, अरू कुनै क्यान्डल बिचमा छ त त्यस्तो? यो दुईवटा क्यान्डल बिचमा हामीले ठुलो ग्याप देख्यौँ, यो चाहिँ फेयर भ्यालु ग्याप भयो। सो यो चाहिँ कुन फेयर भ्यालु ग्याप भयो भन्दाखेरि चाहिँ यो चाहिँ हाम्रो बुलिस फेयर भ्यालु ग्याप भयो, ग्रिन छ नि त बिचमा। र अर्को कुरा भनेको यहाँनिर हामीले चाहिँ कुन चाहिँ फेयर भ्यालु ग्याप देख्न सक्छौँ भन्दाखेरि हामीले चाहिँ यहाँनिर बेयरिस फेयर भ्यालु ग्याप देख्न सक्छौँ, किन भन्दा बिचको क्यान्डल बेयरिस छ होइन। अब आएर कुरा गर्नु पर्दाखेरि चाहिँ हामी इक्जाम्पल हेर्नु पर्दा चाहिँ हामी यसरी सेलेक्ट डेट गरेर यो मन्थको अगाडिको हेरौँ 4 आवरमा कसरी चाहिँ हाम्रो रियाक्ट गरेको छ कि छैन भन्ने कुराहरू। सो यहाँनिर एउटा ग्याप रहेछ रिसेन्टली। सो यो ग्यापमा कसो रियाक्ट गर्छ भन्दाखेरि बुलिस हो नि त, त्यही भएर माथि गयो मार्केट यो ग्यापमा रियाक्ट गरेर। अर्को कुरा भनेको यहाँनिर एउटा ग्याप छ, यो ग्याप चाहिँ मार्केटले अथवा प्राइसले खाइदिएको छैन यो ग्यापलाई चाहिँ, यो ग्यापमा चाहिँ केही पनि रियाक्ट गरेको छैन। यो चाहिँ अब हाम्रो के हुने भयो त भन्दा हामीले चाहिँ यो ग्यापमा आउने बित्तिकै ट्रेड लिनु भएन। यो ग्यापमा आउने बित्तिकै हाम्रो 4 आवर्स लोवर टाइम फ्रेममा गएर कुनै आफ्नो कन्फ्लुएन्स हेरेर अनि त्यो कन्फ्लुएन्स मिल्यो भने बल्ल ग्याप लिनुपर्छ, बल्ल हाम्रो ट्रेड लिनुपर्छ। जतिखेर पनि हामीले जुन चाहिँ ग्यापमा पनि अन्धाधुन्दा छिरेर हुँदैन। यो ग्यापले पनि कसरी काम गर्छ भनेर भित्रको कन्फ्लुएन्सहरू हेरेर डिटर्माइन गर्न सक्छौँ हामीले। र यहाँनिर एउटा बेयरिस ग्याप बनेको छ र यसमा चाहिँ प्राइस यसरी आयो र यसलाई पनि डिसरेस्पेक्ट गरेर प्राइस माथि गएको छ र हामीले अर्को भनेको यहाँनिर हामीले बाई हेर्न सक्छौँ, किनभने बुलिस फेयर भ्यालु ग्याप बनेको छ र यहाँनिर यसरी रियाक्ट गरेको छ अनि यसरी हामी माथि गएको देख्न सक्छौँ प्राइसलाई होइन। यसरी प्राइस माथि गएको छ र माथि जाँदा जाँदै यहाँनिर अर्को नि बुलिस ग्याप हामीले देख्न सक्छौँ।
यो ग्यापमा कसरी रियाक्ट गर्छ हेरौँ। सो यो ग्यापमा नि मजाले रियाक्ट गऱ्यो माथि, यहाँसम्म पुगेर चाहिँ प्राइस फेरि तल आएको छ। यहाँनिर हामी एउटा बियरिस क्याप हेर्न सक्छौँ होइन, यहाँनिर एउटा बियरिस क्याप छ र यो ग्यापमा चाहिँ कसरी रियाक्ट गर्यो हेरौँ हामी। सो यो ग्यापलाई चाहिँ डिसरेस्पेक्ट गरेर माथि गएको छ र यहाँनिर एउटा बुलिस क्याप बनेको छ र बुलिस क्याप बनेको छ र यहाँसम्म चाहिँ प्राइस आएकै छैन र यो अहिलेको टाइम भयो। अर्को हामीले हेर्नुपर्दा युरो युएसडी हेरौँ होला हामी। युरो युएसडीमा चाहिँ कसरी काम गरेको छ हेरौँ। यो हामी पहिलाको पास्टको ड्रइङहरूलाई चाहिँ सबैलाई हामी रिमुभ गर्छौँ। सो हामीले रिमुभ गरिसकेपछि यसरी सिलेक्टेड गरेर 5बाट जाने हो भने चाहिँ के भएको छ त हामी देख्न सक्छौँ। र यहाँनिर प्रिभियसली एउटा बियरिस बनाएको रहेछ, बियरिस क्याप। सो यो ग्यापमा कसरी रियाक्ट गर्छ भनेर हेरौँ हामी। यो ग्यापमा मजाले रियाक्ट गरेर तल गएको छ र अर्को यहाँनिर यसरी आएको रहेछ, यसरी ग्याप बनाएर रहेछ। यो ग्याप चाहिँ फिल गरिसक्यो र यहाँनिर बुलिस बनाइसक्यो। यो चाहिँ किन कहिलेकाहीँ काम नगरेको भन्दाखेरि चाहिँ कन्फ्लुएन्सहरू मिल्नुपर्छ भित्रको नि। सो जतिखेर नि काम गर्छ भन्ने छैन, काम गऱ्यो भने त मार्केट तलको तलकै जान्छ नि त, तलको तल नै जान्छ नि त। यसरी एभ्री ग्यापमा रियाक्ट गर्दै गयो भने त प्राइसलाई चाहिँ अब त्यो सेटल गर्नलाई चाहिँ तलमाथि हामीलाई थाहा छ नि त, तलमाथि गर्दै जान्छ प्राइस। सो कहिलेकाहीँ यसरी डिसरेस्पेक्ट गर्छ, त्यसको लागि चाहिँ हामीले कन्फ्लुएन्सहरू हेरेर ट्रेड लिनुपर्ने हुन्छ। र यहाँनिर कसरी रियाक्ट गर्छ हेरौँ हामी। मेरो इन्टरनेटको प्रब्लम छ। सो यस्तो भएको छ र यो ग्यापलाई चाहिँ रेस्पेक्ट गरेको छैन, जाँदा जाँदै यहाँनिर एउटा बियरिस क्याप बनाएको रहेछ। बियरिस क्याप होइन, बियरिस क्यापलाई चाहिँ मजाले फलो गरेर तल गएको छ। अनि अर्को हेर्ने हो भने यहाँनिर नि एउटा सानो ग्याप बनाएको रहेछ। यो ग्यापमा पनि त्यसरी नै फलो गरेर तल जाँदैछ। अनि त्यस पछाडि यहाँ आएर कुनै पनि ग्याप बनाएको छैन र यहाँ आएर अर्को ग्याप बनाएको छ। यो ग्यापमा चाहिँ कसरी रियाक्ट गर्छ भन्ने कुराहरू हेरौँ हामी। सो त्यो ग्याप चाहिँ क्लोजै गरिदिएको छ। क्लोज गरेर यहाँनिर एउटा बियरिस क्याप बनाएको छ होइन। अनि यो बियरिस क्यापमा चाहिँ मजाले यसरी प्राइस रियाक्ट गरेर तल जाँदैछ र त्यही हो। अहिले हामी रिसेन्ट टाइम फ्रेममा आयौँ र ओभरअल हेर्दाखेरि चाहिँ यसरी बुलिस र बियरिस फेयर भ्यालु ग्यापले चाहिँ काम गरेको हामी देख्न सक्छौँ। र तपाईँहरू पनि यसरी नै बुलिस र बियरिस फेयर भ्यालु ग्याप आइडेन्टिफाई गरेर आफ्नो स्ट्राटेजीमा हाल्न सक्नुहुन्छ र कन्फ्लुएन्सेसहरू आफ्नो बटुलेर चाहिँ ट्रेड गर्न सक्नुहुन्छ। यस्तो गऱ्यो भने चाहिँ फेयर भ्यालु ग्याप यसरी चलायौँ भने चाहिँ हामीले विन रेट आफ्नो बढाउन सक्छौँ। र यति भन्दै चाहिँ म आजको भिडियो यहीँ एन्ड गर्छु। र तपाईँलाई भिडियो मन परेमा लाइक, सेयर, सब्सक्राइब गर्नुहोला। र कुन चाहिँ टपिकमा चाहिँ तपाईँहरूलाई भिडियो चाहिएको छ प्लिज कमेन्ट डाउन बिलो, म चाहिँ बनाउन खोज्नेछु। र त्यही हो। थ्याङ्क यू फर वाचिङ। धन्यवाद।